कस्तो ला पानी यसमा हाल्नु भरे लिएर आऊ के अनि रे मासु लैजानु त होला आज चाहिँ हामीहरू जाँदैछौँ बार्बिक्यू सानो सर्ट मिठो बार्बिक्यू बनाउन गइरहेका छौँ थोरै छौँ किनकि जतिजना हामीहरू अब सबैजना बिदा बसेर जान अब त्यही हो यो ठाउँमा हामीले चाहिँ अब जतिजनाको मिल्छ त्यतिजना गइदिउँ भनेर चाहिँ जान लागेको नजिकै हो अनि आज चाहिँ हामी चाहिँ अहिले यो स्टोर रुममा छौँ हाम्रो यो चाहिँ स्टोर रुम हो यहाँको अब सामानहरू निकालेर बार्बिक्यूको सामानहरू साइकल पनि यहीँभित्र राखेको छ चाहिन्छ नि मान्छेको कमी भइरहेछ सामान चाहिँ हामीसँग अलरेडी लाने हो त्यो त्यही हो अब हल्का किनमेल सपिङ गरेर चाहिँ हामी चाहिँ स्पोर्टमा पुग्छ मलाई छिटै सबैका इन्डिटालाई हेर न अब इन्डिटाले मात्रै गर्छ नि उहाँ पनि भ्लगर हो उहाँ पनि भ्लगर हो म्याङ्गो छ र यहाँ ल्याऊ एउटा म्याङ्गो हाल्नु म्याङ्गो त दुईवटा हाल्यो हुन्थ्यो म्याङ्गो दुईवटा हाल्यो हुन्छ मासु चाहिँ कुन हाल्यो मासु यो लैजाने त होला नि जीवन किन उता भनपठाएको छौ कि यता आउनु हो छोरी जो यही हाल गाई त होइन नि सामान चाहिँ किनेर बाहिर निस्क्यौँ अब चाहिँ हामी चाहिँ मेरै शब्द यता अब चाहिँ हामीहरू ड्रिङ्कको लागि जान्छौँ सामान किनिसक्यौँ ड्रिङ्क भन्दै समय 2:30 भइसक्यो अब एकछिनमा हामी स्पोर्टमा पुग्छौँ होला के अरे पत्रकार जस्तो ठराइहाल्यो फाइनली हाम्रो चाहिँ यहाँ एकदमैसँग गाइजहरूले रेडी बनाइसकेका रहेछन् हामीले चाहिँ नुमी मनो लिएर टक्रक आइपुगेका ल त्यही हो अब हाम्रो चाहिँ खाने प्रोग्राम सुरु हुन्छ पकाउने प्रोग्राम उसले चाहिँ आगो बगाइरहेछ कति भयो हिसाब गरौँ न पैसा कहाँ छ बेबी 4000 पर्स खै पर्स मैले हजुरलाई पैसा ल्याउनु भन्छु भने चाहिँ पर्स के पर्स पैसा पुगेको छैन मैले नि पुगेको छैन के अहिले खातामा आउँछ भर्खरै खातामा आउँछ अनि खातामा हाल्दिछ न बेबी तेल त सबै के तेल त सबको खेल्छ तिम्रो हालेको मैले त्यसमा त्यही त आफै हाल्नु हो अनि बिलेटलाई त हेर्दै हेर्नु बिलेट र सँगै थिएन के सँगै हाल्यो हैन बिस्तारै हर्छ बाबु तेल यसमा ल्याएको रे तेल जति टाचक्क भयो सब खस्यो ए पानीपुरीको उसमा ल्याएर तेल त प्याज होला ल्याउ प्याज यही छ कि तेल तलको यो तेल युज भइहाल्छ त्यो दबाई धरो भने यता कस्तो राम्रो भिडियो आइरहेको थियो यहाँ त पुरै
मासु पोलाइ सुरु भयो हाम्रो चाहिँ तर यो पानी यसमा आगो चाहिँ किन बलेको धेरै नगर न त्यस्तो ला पानी यसमा हाल्नु त्यहाँबाट भरे लिएर आऊ के अनि अब पानी किन सक् अरू केही सक्दैन बरु पानी सकेर के गरौँला नि त यो मासु चाहिँ कस्तो खाउँ छ यार पहिलो पानी जाक्यास बिना आफ्नो जाकी अलि सिधा सिधा त्यस्तो पल्टाउन यसलाई करणको हातमा पसेको ल हान्छ नुन हालेछ कि नै यता साइडमा राखेन अलिकति त्यो हुन्छ कि छर्क्यौ के यसमा चाहिँ छर्क्या छ नि छर्क्यौ न माथिबाट अझै अचार बनाउनै बाँकी छ हामीले चाहिँ अचार चाहिँ यस्तो बबाल हुनेवाला छ स्वाट होइन हामीसँग मासु अझै एउटा यस्तो छ यो चाहिँ बुताको अनि यो कुखुराको अनि अरू के छ काँक्रा भइहाल्यो चिकनको त सबै पोल्यो पुरै काटेको रहेछ यस्तो त्यो पोल्ने हो कि ठ्याक्क बबाल छ मेरो अचार बनाएर यता मजा ओ मा हो बोस होला अचार भए सही हुन्छ कि है लास्टै मिठो छ त यार बोसो भएर क्या बस